तस्बिर आफै बोल्छ। राजसभाको यो टिमलाई धन्यवाद र बधाई दिन चाहेँ मैले। राम्रो कामको सुरुवात जहिले जहाँ जतिखेर सुरु गर्दाखेरि पनि हुन्छ अनि राम्रो सिद्धान्तको अनुकरण जसको गरे पनि हुन्छ। यो त झन् आफ्नै बारीको सिद्धान्त भयो होइन त। अनि उहाँ सरलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना दिन चाहेँ मैले। हाम्रो विजय मिश्र, डाक्टर विजय मिश्रले अर्कावादलाई जुन लिपिबद्ध गर्नुभयो त्यसैलाई नेवारीमा अनुवाद गर्न सुरु गर्नुभएको छ सरले। हाम्रो नेपालको परिवेशमा नेवा समुदाय भनेको कति महत्त्वपूर्ण छ होइन। पुरानो पुरानो मान्छेहरू हुनुहुन्छ जसले चाहिँ राम्रोसँगले पर्वतीय नबुझ्नेहरूको लागि सजिलो बनाइदिने सुरुवात गर्नुभएको छ उहाँ सरले। अनि अब चाहन्छु, मैले आशा गरेको छु मैले अङ्ग्रेजीमा लेखिदिने पनि निस्किउन् लेखक होइन, ताकि अन्तर्राष्ट्रिय स्तरको मान्छेहरूले पनि अन्तर्राष्ट्रिय मान्छेहरूले पनि थाहा पाउन् के हो त अर्कवाद भनेर। अनि यही अर्कवादको एउटा उदाहरणको लागि मैले के भन्न चाहेँ भने हामीले बजारबाट किनेर उपभोग गरेको, खाएको, लाएको धेरै भयो कि अब आफ्नै उत्पादन। किनभने त्यो बजारको विषादीयुक्त खानेकुराले हाम्रो स्वास्थ्यमा नराम्रो असरहरू गरिरहेको छ नि त होइन। त्यो त हामीले देखेको छैनौँ, तर त्यो दीर्घकालमा देखिने हो, रोगी भइएको छ। त्यस्तै के अब आयातित अर्काको सिद्धान्त हामीले धेरै पछ्यायौँ कि त्यो हामीलाई फापेन, त्यो हामीलाई फापेन। अब हाम्रो आफ्नै बारीको फल खाने हो, आफ्नै सिद्धान्त। जुन एउटा फल लगाउनुको लागि होइन, अतिवृष्टि, हावा हुन्डरी अनि गोडमेल अनि फल लागेको आँगामा जटारो सटारो सबै भोग्नुपर्छ अनि लास्टमा फल रहन्छ नि। अनि त्यो रहेको फल मिठो स्वादिलो हुन्छ अनि स्वास्थ्यकर हुन्छ। अनि बल्ल हामी टिपेर घरमा ल्याउँछौँ, चाहिएको उपभोग गर्छौँ, धेरै भएको बेचबिखन गर्छौँ, आय आर्जन गर्छौँ नि त होइन। अब त्यस्तै हो। अब आफ्नै देशको सिद्धान्तलाई चाहिँ हाम्रो जस्तै मुलुकहरूमा, हाम्रो जस्तै बाटो भौगोलिक सुहाउने मुलुकहरूले लगेर उनीहरूको पनि प्रगति गरून्, हाम्रो पनि प्रगति होस् भन्नको लागि अर्कवाद अब जरा गाडिसकेको देखेँ मैले। जति अपमान गाली गलोज के छ त्यो चाहिँ फलमा झटारो परेको हो कि। त्यो झटारोहरू सबै सधैँ जुन यो बीजारोपण गर्नुभएको थियो नि, अब जरा गाडेछ, अब जरा फैलिँदैछ के। त्यही भएर यो राजसभाको टिमलाई धेरै धेरै धन्यवाद र सबैलाई बधाई दिन चाहेँ। किनभनेदेखि समाज राम्रो भयो भनेदेखि देश राम्रो हुन्छ, देश राम्रो हो भनेदेखि हामी सबैजनालाई राम्रो हुन्छ नि त होइन।